संसदमा म सर्टै खोल्या हो तपाईहरुको सामुमै छ हामीले पनि देखेको हो र इभन बजेटको असमान वितरणको बारेमा पनि मैले बोलेको हो अनि सभामुखको मुखमुख लागेको जो सभामुख मलाई लाइन काट्थ्यो उसको आफ्नै जनताले लाइन काट्दियो मेरो लाइन त काटेन तपाईले कुनै एउटा प्रधानमन्त्रीको क्यान्डिडेटलाई हराएर पार्टी सभापतिलाई हराएर आउनु भयो त्यसकारणले जनताले हराएको मैले म त निमित्त मात्र म त उम्मेदवारी दिएको एउटा कुरा के हो भने म यति मात्र भन्छु मेरो निष्ठा लोकतन्त्रप्रति नेपाली जनता र देशप्रति त्यो माटो र झण्डा लिएर कसम खाएको छु म बाँचुन्जेल देश र जनताप्रति आफ्नो कुरा राख्छु आफ्नो निष्ठामा काम गर्छु मेरो कुनै पनि रुचि ठुलो मान्छे बन्नेमा छैन तर राम्रो मान्छे बन्नेमा मेरो बटम लाइन छ म राम्रो मान्छे भएर यो देशमा बाँच्छु र देशको म यस्तो कुनै काम गर्दैन जसमा र देश र जनताको शिर निहुराउनु टाउको निहुराउनु पर्ने स्थिति आओस् हामी जस्तो मान्छे नबोलेर पनि भएला नयाँ नयाँ मान्छे छन् अब हामी यो कुरा पार्टीमा अहिले भर्खरै म सभापतिसँग पनि कुरा गरेको छु र व्यक्तिगत रूपमा पनि कुरा गर्छु र मैले सार्वजनिक रूपले पनि संसदमा उठाएँ किनकि हरेक कुरा ठुलो ठुलो हेरेर मिल्दैन राजसभाका सांसदहरू बोल्न डराउनुहुन्छ प्रधानमन्त्री बालेन्द्र शाहको विरुद्ध होइन हामी कसैको विरुद्ध बोल्दैन हामी जनताको पक्षमा बोल्छौँ जनताको पक्षमा बोल्ने हो कसैको विरुद्धमा बोल्ने होइन सिधा कुरा हो जनता र देशको पक्षमा हिजोको दिनमा पनि मैले बोलेको हो